नमस्कार सर दर्शकबिन, मेरो सानो ब्लगमा हजुरहरूलाई स्वागत छ। र यो चाहिँ रास मेलाको तपाईहरुलाई मैले मूर्ति देखाएँ, एन्ट्री देखाएँ। अब यहाँभित्रको दृश्यहरू चाहिँ देखाउँछु, खेलकुद हैन, कस्तो कस्तो सामान रहेछ, के रहेछ भनेर है। यहाँ हेर्नुहोस् ठक्कसँगले। अब यो चाहिँ यस्तो रोटेपिन भन्छौँ हामी यसलाई। यो चाहिँ यसरी घुर्ने हो हैन। 100 रुपैयाँ। यो चाहिँ हामीहरू यी गएका छौँ, म, बुढी, छोरा छोरी हैन। अनि साथैमा यी हाम्रो काका काकीहरू पनि गएका छन्। ठक्कै भेट्यो है बाटैमा मतलब भित्र मेलाभित्र भेटियो। मेलाभित्र भेटेर यसो बातचित भयो। अनि त्यहाँबाट यस्तो ठिक यहाँ केटाकेटी घुर्ने अरे। यहाँ घुर्नको लागि चाहिँ अब साह्रै रहर गरेर छोरोले यहाँ पनि घुराउनु पर्यो। अनि हामी ठ्याक्कै गयौँ लेट्रीमा चाहिँ अब कस्तो रहेछ भने यसरी 50 को 2टा नम्बर यो। अनि यसरी ख्यास घिच्ने अरे। त्यहाँ अनि के लाग्छ त्यही दिन्छ। अनि मैले ठक्कैसँगले केही भेटिन्छ कि भनेर टक्क 2टा चाहिँ काटिहालेँ है। 2टा काटेपछि चाहिँ के भयो, यसरी अब टक्कसँगले त्यहाँ छोरीले भने, छोरी बाबा म घिच्छु भने, अनि घिच्न त भनेर ठ्याक्क दिएको। उसले साइँ घिसी भएर के भेट्नु र, ऊ घिच्दैछ अब हैन। यसरी घिसी त्यहाँ घिसेर नम्बर हेरेको त के पर्यो भन्दाखेरि पेन अरे। पेन परेछ। अब 10 टकै कलम, 25 रुपियाँको लेट्रीमा 5 टकै कलम पर्यो। ठिकै छ भनेर अर्को घोसौँ न त भनेर अर्को घिच्न आँटेका। अर्को घिस्यौँ, अर्को पनि त्यस्तै छ त बा। त्यहाँ ठुलो प्राइस पर्दो रहेछ, खालि कलम सलमै दिएर मान्छेलाई भुलिएको रहेछ जस्तो लाग्यो। अनि ठ्याक्कै भएर हाम्रो छोराले चाहिँ अब जिसिबी चाहियो अरे। गाडी अब केटाकेटीलाई गाडी त अब किन्नै पर्यो होइन। गाडी चाहिँ अब ठ्याक्क गाडी किनेर चाहिँ अब यहाँ गाडीमा चढ्छ अरे। फेरि अनि लु त गाडीमा चढ्न त भनेर भएन। 50 रुपियाँ अरे यसमा घुरेको। यो चाहिँ मान्छेले घुराउँदो रहेछ। अनि यो चाहिँ ठिकै रहेछ भने केटाकेटीलाई अब डर नलाग्ने गरी होइन। दियो यहाँ चाहिँ ठक्कसँगले अब गाडीमा घुर्नु थाल्यो छोरो। स्वाइँ हातले घुराइरहेछ। अब घुराएको घुराइ रिङ्गाटा लाग्ने गरी रोक्थेन त। आफूलाई चाहिँ हातररी परिसक्यो। ऊ चाहिँ मजा खुसीमा छ। दाजुभाइ बसिरहेका छन् 2जना। ठक्कसँग दाजुभाइ बसेका छन्। अब घुरिरहेको छ हैन। यस्तो प्रकारले चाहिँ हाम्रो मेला समाप्त भयो। अनि यो गरेर